ओके हेलो अनि नमस्ते सम्पूर्ण युट्युब फ्यामिलीलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। सो आजदेखि चाहिँ हामी डाभिन्ची रिजल्भको चाहिँ भिडियो बनाउने छौँ हैन। सो फोटोसपको ट्युटोरियल चाहिँ अब बिस्तारै कन्टिन्यू गरौँला। अहिलेलाई चाहिँ तपाईहरुलाई चाहिने बेसिक चाहिँ मैले सिकाइसकेको छु। सो फोटोसप सम्बन्धी केही जानकारी चाहिएको छ भने चाहिँ हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ हैन। अनि हैन भने चाहिँ यो भन्दा अगाडिको भिडियो फोटोसपको हेर्नु भएको छैन चाहिँ युट्युबमा गएर हेर्नु होला। सो हाम्रो प्लेलिस्टमा नि छ, प्लेलिस्टमा गएर नि हेर्न सक्नुहुन्छ। सो आजदेखि चाहिँ हामी डाभिन्ची भिडियो एडिटिङको ट्युटोरियल हेर्ने छौँ है त। सो मैले चाहिँ डाभिन्ची स्टुडियो 18 भर्जनको चलाइरहेको छु हैन। सो डाभिन्ची खोल्ने बित्तिकै चाहिँ यस्तो खालको इन्टरफेस देखिन्छ। सो हजुरहरूको चाहिँ यो प्रोजेक्ट हुन्छ हैन। सो हजुरहरूको चाहिँ यो जति एडिट गरिसक्नु भएको छ त्यो चाहिँ प्रोजेक्टमा जस लोकल डाटाबेसमा बस्छ भने हामीले चाहिँ कुनै प्रोजेक्ट बनाएर यहाँनिर हाल्न सेभ गर्न सक्छौँ है त। सो अहिलेलाई चाहिँ लोकल डाटाबेसमा चाहिँ हामीले नर्मल्ली लोकल डाटाबेसबाट एडिट गरेको प्रोजेक्टहरूको बसिरहेको हुन्छ हैन। सो पछि गएर हामीले एडिट गर्न सक्छौँ है त। सो हजुरहरूको चाहिँ यहाँ प्रोजेक्टहरू धेरै बनाउन सकिन्छ, लाइब्रेरीहरू हैन। सो त्यसलाई चाहिँ सर्ट गर्नको लागि चाहिँ यसबाट गर्ने भयो। यसमा चाहिँ रिस्टोरहरू के गर्नु पर्यो भने चाहिँ अहिले यतातिर नलगाउँला है त। ओके प्रोजेक्टमै क्लिक गरौँ। ओके लोकल भनेको चाहिँ हाम्रो हार्ड डिस्कहरू हाम्रो कम्प्युटरमा भएको ड्राइभहरूबाट हैन भिडियोहरू एडिट गर्न सक्ने भइयो हैन त लोकल डाटाबेसमा। सो नेटवर्क भनेको चाहिँ कुनै पनि अब नेटवर्क हुन्छ नि, अब सर्भरको माध्यमबाट भनौँ न, कुनै पनि अब अनलाइन क्लाउडहरू हार्ड डिस्कहरू के भनौँ अब त्यसलाई सर्भरको माध्यमबाट भनौँ न, त्यसबाट कसैको अब 2-3टा कम्प्युटरमा अब अफिसबाट एडिट गर्नुपर्ने छ भने चाहिँ त्यो नेटवर्कको माध्यमबाट गर्न सकिन्छ। सो क्लाउड भनेको चाहिँ डाभिन्चीकै एउटा क्लाउड हुन्छ। सो त्यसबाट पनि तपाईहरुले किनेर राख्नु भएको छ भने चाहिँ त्यसबाट हजुरहरूले स्टोर गरेको भिडियोहरुबाट हैन त्यहाँबाट डाइरेक्ट एडिट गर्न सक्नुहुन्छ। सो हामीले चाहिँ अहिले लोकलबाट एडिट गर्न सिक्ने छौँ है त। सो यो भनेको चाहिँ एउटा इन्टरफेस भयो, यस्तो खालको हुन्छ। सो यसमा चाहिँ हामीले फोल्डरहरू बनाउन सकिन्छ हैन, नयाँ फोल्डरहरू कुनै बनाउनु पर्ने छ कि भनेर। अनि यो भनेको चाहिँ थम्बनेल भ्यू भयो। सो यसलाई चाहिँ कतिको घटबड गर्ने भनेर यसरी घटबड गर्न सक्छौँ है त हामीले चाहिँ। यो भनेको चाहिँ सर्ट गर्ने भयो। सो नेमको आधारमा गर्ने हो कि अनि त्यसपछि टाइमलाइनको आधारमा गर्ने हो कि हैन। सो डेटको आधारमा गर्न सकिन्छ हैन। सो त्यसरी चाहिँ हुन्छ है त। यो भनेको चाहिँ डिटेल्स नै यसमा मज्जाले अहिले नाममा देखिरहेछ नि, यो थिचेर चाहिँ डिटेल्स देखाउँछ है त। कतिको अब रेजुलेसन छ, कहिले एडिट गरेको सबै डिटेल्स देखाउँछ। सो यो भनेको चाहिँ थम्बनेल भ्यू भयो। यो अहिले देखिरहेको थम्बनेल भ्यू भयो। यसलाई चाहिँ लिस्ट भ्यू भन्छ। यसरी देखिन्छ चाहिँ लिस्ट भ्यू भयो हैन। सो यो चाहिँ सर्च गर्ने भयो। अब कुनै मैले यहाँ अब P1 लेखा छ हैन, डाइरेक्ट मैले त्यसरी सर्च गर्न सक्छौँ है त। सो अहिलेलाई चाहिँ हामी थम्बनेल भ्यूमा गएर न्यू प्रोजेक्ट बनाउँछौँ है त। सो न्यू प्रोजेक्ट गरेर यहाँनिर एउटा क्लास भनेर राखौँ। क्लास 1 राखौँ कि डे 1 राखौँ न त ल। यसरी राखेर क्रिएट गरेपछि चाहिँ यसरी एउटा प्यानल क्रिएट हुन्छ हैन। सो अब यहाँनिर बुझौँ है त। हजुरहरूको चाहिँ यो भनेको चाहिँ अब मिडिया इम्पोर्ट गर्ने प्यानल भनौँ न, सेक्सन भनौँ हैन। यो भनेको चाहिँ कट सेक्सन भयो। यसमा चाहिँ सबै क्लिपहरूलाई कट गरेर राख्न सकिन्छ। यो भनेको चाहिँ एडिट सेक्सन भयो हैन। सो एडिट गर्नको लागि चाहिँ यहाँबाट टाइमलाइन बनाएर एडिट गर्न सक्छौँ है त। यो भनेको चाहिँ हजुरहरूको अब फ्युजन क्या, यो आफ्टर इफेक्ट्सहरू चलाउनु भएको छैन। सो त्यसमा भएको सबै काम पनि गर्न सकिन्छ। अनि ग्रिन स्क्रिनहरू हटाउने, 3D डिजाइनहरू गर्ने सबै यसमै गरेर गर्न सकिन्छ। यो भनेको चाहिँ कलर प्यानल भयो। यो चाहिँ कलरहरू कलर ग्रेडिङहरू गर्नको लागि सबै यसमा गर्न सकिन्छ है त। कुनै तपाईहरुको अब लगहरूबाट सुट गर्नु भएको छ भने चाहिँ यसमा सबै हामीले लगहरू रेक्सरी नोट 9 मा कन्भर्ट गर्न सक्छौँ। यो चाहिँ अडियो सेक्सनको भयो। अडियोहरूलाई एडिट गर्नको लागि यसमा गरिन्छ। अनि यो भनेको चाहिँ रेन्डर गर्ने भयो। रेन्डर भनेको चाहिँ एक्सपोर्ट गर्नको लागि गरिन्छ। सो हामी चाहिँ यो सबै प्यानलहरूको मज्जाले पछि सिक्नेछौँ। सो आजलाई चाहिँ हल्का इन्ट्रोडक्सन मात्रै जसरी गरौँ हैन। सो अहिलेलाई चाहिँ यो क्लिपहरू इम्पोर्ट कसरी गर्ने भन्ने हुन्छ।
यहाँ एउटा चाहिँ मास्टर भनेर लेखिरहेको हुन्छ होइन। यसमा चाहिँ तपाईँहरूले बिन भनेको चाहिँ फोल्डर बनाउन सक्छौँ है त भिडियो। अनि त्यसपछि अडियोको लागि छुट्टै अब AUDIO अडियो भनेर भनेर राखौँ होइन। अनि अब VFX भन्नाले साउन्ड इफेक्टहरू राख्नु पऱ्यो भने SFX भनेर राख्न सकिन्छ होइन। अनि त्यसपछि यस्तै गरेर फोल्डरहरू चाहिएको जति बनाउन सकिन्छ है त। सो भिडियो इम्पोर्ट गर्नको लागि चाहिँ ड्र्याग एन्ड ड्रप पनि गर्न सकिन्छ, यहाँबाट खोज्न पनि सकिन्छ है त तपाईँहरूले। सो म चाहिँ अहिलेलाई भिडियोमा गएर भिडियो 1-2 त हालौँ है त। कहाँनिर छ भिडियो भन्दा चाहिँ ओके भिडियो चाहिँ कहाँनिर छ त। ओके DJI को बात हेरौँ न ल। यो चाहिँ अब 2-3 त भिडियोहरू क्लिप हेरौँ ल। यसरी चाहिँ ड्र्याग एन्ड ड्रप गर्न सक्नुहुन्छ भिडियोमा। अहिलेलाई चाहिँ अनि हाम्रो यो कति रेजुलेसनको छ त्यसले चेन्ज नगर्ने भन्छ, हामीले डन चेन्ज गर्दा नि हुन्छ है त। सो यो चाहिँ भिडियोमा बस्यो। अब अडियोमा चाहिँ अडियोहरू राख्नुपर्ने हुन्छ है। अडियो चाहिँ कहाँनिर छ भन्दा नि म्युजिक छ होइन। ल अब म्युजिकमा चाहिँ ल यसरी म्युजिक मात्रै एउटा हालौँ न। यसरी अब तपाईँहरूलाई चाहिने म्युजिकहरू राख्न सकिन्छ। SFXहरू चाहिँ अहिले मैले राखिनँ है त। ल यसमा भिडियो छुट्टै अडियो छुट्टै। यो चाहिँ एउटा प्रि प्लानिङ नै हुनुपर्छ तपाईँहरूको होइन। प्रि प्लानिङ भन्दा नि कुनमा के राख्ने भनेर फोल्डरहरू बनाइयो भने चाहिँ पछि खोज्नलाई सजिलो हुन्छ होइन। अब भिडियोमा पनि अब यहाँ पनि अर्को फोल्डर बनाउन सकिन्छ क्या तपाईँहरूले, फोल्डरहरू बनाएर होइन। अनि झन् अब सर्ट गर्न सजिलो गर्न सकिन्छ। सो अहिलेलाई चाहिँ यो भयो है। अनि कट प्यानल भनेको चाहिँ अब यो भिडियोको यसरी भिडियोहरू छ नि होइन, यसरी चाहिँ कटहरू गर्न सकिन्छ। अब यो कट गर्नको लागि चाहिँ हामीले सिधै एडिट प्यानलमा सबै काम गर्न सकिन्छ, त्यही भएर कट प्यानललाई चाहिँ खासै युज गरिँदैन होइन। ओके अब यहाँ चाहिँ भिडियोहरू छ। सो यसलाई चाहिँ हामीले अब एउटा टाइमलाइन बनाउनु पर्ने हुन्छ है। सो यो मास्टर एन्ड भिडियोमा क्लिक गर्नु पर्यो, टाइमलाइन क्रिएट न्यू टाइमलाइन गर्नु पर्यो है त। सो क्रिएट गरेपछि चाहिँ यहाँ एउटा टाइमलाइन आउँछ। भिडियो भनेको योभन्दा माथिको यो लाइनभन्दा माथिकोलाई चाहिँ भिडियो, लाइनभन्दा मुनिकोलाई चाहिँ अडियो भनेर देखाएको हुन्छ। सो डाइरेक्ट हामीले यसरी गऱ्यो भने चाहिँ भिडियो र अडियो यसरी आउँछ। यसलाई जुम गर्न पनि सकिन्छ है त। ल यसरी जुम गर्न सकिन्छ होइन। यो चाहिँ माथिको चाहिँ भिडियो भयो, तलको चाहिँ अडियो भयो है त। ल यसरी जुम गर्न सक्छौँ है त। ओके यो माथिको भिडियो तलको अडियो भयो। अब यसलाई कट गर्नको लागि चाहिँ यहाँ हामीले छुट्टै यसरी कट गर्न सक्छौँ है त। सो कटहरू अनि डिलिटहरू गर्नलाई चाहिँ अहिले डाभिन्चीको छुट्टै छ होइन। सो मैले चाहिँ किबोर्ड कस्टमाइज गरेर होइन, हजुरहरूले पनि किबोर्ड कस्टमाइज गर्न सक्नुहुन्छ। सो यसमा चाहिँ तपाईँहरूले प्रिमियर प्रोहरू चलाउनु भएको छ भने चाहिँ एडोबी प्रिमियर प्रोकै सबै यसमा झन्डै सेम हुन्छ, त्यसरी कट गर्न सक्नुहुन्छ होइन। यसलाई सेभ गरेर हेरौँ। ओके तपाईँहरूको लागि सजिलो चाहिँ मैले यहाँ एउटा किबोर्ड कस्टमाइज भन्ने हुन्छ होइन, यहाँनिर गएर किबोर्ड कस्टमाइज भन्ने हुन्छ। अब तपाईँहरू प्रिमियर चलाइराख्नु भएको छ भने चाहिँ प्रिमियरको जस्तै झन्डै सेम नै गर्न सक्नुहुन्छ होइन। यो डिलिट भयो, इन्सर्ट, होम यिनीहरू सबै झन्डै सेम नै हुन्छ। यहाँनिर हुन्छ है त तपाईँहरूको किबोर्डको चाहिँ के थिच्यो भने के हुन्छ भनेर रिसेट रिटर्नमा चाहिँ कन्ट्रोल अल्ट आर रहेछ होइन। यसरी अल्ट ए भनेको अटो कलर भन्ने रहेछ। सो यो नगरिकन हामी चाहिँ यसमा क्लिक गर्छौँ।
यसमा भन्दा नि यो 3 डटमा क्लिक गर्छौँ हैन अनि इम्पोर्ट प्रिसेट भन्ने हुन्छ सो हामी चाहिँ ईमा गएर मैले कहाँ हालेछु त ओके किबोर्ड सर्टकट भन्ने छ यसलाई क्लिक गर्नु होला अनि ओपन गर्नु होला हैन ल यो गर्यो भने चाहिँ सबै मैले गर्ने जस्तै किबोर्डको सर्टकटहरु हुन्छ है त अनि यसपछि क्लोज गर्नु होला है त ओके ल यसमा चाहिँ हजुरहरुले चाहिँ अब किबोर्ड कस्टमाइज गर्न चाहिँ सक्नुहुन्छ हैन ओके टाइमलाइनमा हजुरहरुले अघि जसरी मैले किबोर्ड सर्टकटहरु किबोर्डलाई इम्पोर्ट गरिसकेपछि हैन कस्टमाइज गरिसकेपछि सेम हुन्छ सो अहिलेलाई कट भनेको चाहिँ अब कुनै पनि ठाउँमा कट गर्नु पर्यो भने चाहिँ तपाईहरुले डब्लु क्लिक गर्नुपर्ने हुन्छ हैन अनि कुनै अब मैले यो क्लिक गरेको यो एरियाबाट यहाँसम्म डिलिट गर्नु पर्यो भने चाहिँ डाइरेक्ट क्यू थिच्न सकिन्छ अनि कन्ट्रोल जेड गर्यो भने चाहिँ ब्याक हुन्छ अनि ई थिच्यो भने चाहिँ यो भन्दा यहाँको सबै डिलिट हुन्छ है त सो यसलाई पनि ब्याक गरौँ कन्ट्रोल जेड थिच्यो भने चाहिँ हजुरहरुको जुम हुन्छ एक्स थिच्यो भने चाहिँ जुम आउट हुन्छ भनौं न यो टाइमलाइनको एरियालाई हैन अनि कुनै पनि भिडियो वा कुनै डिलिट गर्नु पर्यो भने चाहिँ यसरी क्लिक गरेर हैन डी थिच्यो भने सबै डिलिट हुन्छ कन्ट्रोल जेड गरौँ अनि एउटा मात्र क्लिक गरेर भिडियोलाई मात्र डिलिट गर्नु पर्यो भने चाहिँ अडियो चाहिँ बाँकी हुन्छ सो भिडियो चाहिँ जान्छ सेम नै अनि अडियोलाई क्लिक गरेर डी थिच्यो भने चाहिँ अडियो डिलिट हुन्छ भिडियो बाँकी हुन्छ है त अब यहाँनिर गयो हैन अनि डब्लु गर्यो यसलाई कट भयो हैन सो एस थिच्यो भने चाहिँ यो सबै जुन चाहिँ हामीले कट गर्यौं त्यो बिचको एरिया चाहिँ हरायो भन्नाले डिलिट भयो हैन सो अब हामीले कस्टमाइज किबोर्ड भनेको अहिलेलाई चाहिँ स्पेस थिच्यो भने चाहिँ प्ले हुन्छ स्पेस थिच्यो भने के हुन्छ पज हुन्छ हैन सो अब हजुरहरुले चाहिँ कुनै पनि भिडियोमा चाहिँ अहिलेको लागि चाहिँ तपाईहरुले कट गर्न सिक्नु होला हैन अनि यो टाइमलाइन सम्बन्धी सबै कट डिलिट अनि रिपल डिलिटहरु यिनीहरु सबै सिक्दै गर्नु होला है अनि आज चाहिँ हामी कटहरुको बारे हल्का सिक्यौं सो यो मैले गरेको कस्टमाइज किबोर्डको चाहिँ कुनैमा लेखेर राख्नु होला सो जेड भनेको चाहिँ जुम भयो एक्स भनेको चाहिँ जुम आउट शिफ्ट र जेड थिच्यो भने चाहिँ फिट हुन्छ हैन सो स्पेस थिच्यो भने स्टप र प्ले हुन्छ हैन अनि डब्लु भनेको कट भइहाल्यो डी भनेको डिलिट गर्नको लागि युज गरिन्छ एस भनेको रिपल डिलिट जस्तै अगाडिको सबै डिलिट हुन्छ यो एरियाको यहाँनिर क्लिक गरेर हैन एस भनेको चाहिँ रिपल डिलिटको काम गर्छ हैन कुनै पनि यो एरियाको चाहिँ कुनै पनि अब कट भएको स्पेसलाई चाहिँ अडियो भिडियो स्वातै डिलिट गरेर अगाडि र पछाडी के भन्छ पछाडीको भिडियोलाई अगाडि ल्याइन्छ भने त्यसलाई चाहिँ रिपल डिलिट भन्छ त्यो चाहिँ एसले काम गर्छ हैन क्यू भनेको चाहिँ लेफ्ट साइडको डिलिट गर्छ भने ई भनेको चाहिँ राइट साइडको डिलिट गर्छ है त आजलाई चाहिँ हजुरहरुले हैन दाभिन्चीमा चाहिँ कटको मात्रै सिक्नु होला कट गरिसकेपछि भोलि चाहिँ हामी अर्कै हेर्ने छौं कट गरेर यो भिडियोलाई कुनै पनि एडिटहरु कसरी गर्ने भनेर बिस्तारै सिक्दै जाने छौं भिडियो चाहिँ अब कन्टिन्यू एडिट गर्न सिक्नु होला त्यसपछि चाहिँ हजुरहरुले दाभिन्ची पनि सजिलोसँग एडिट गर्न सक्नुहुन्छ सो पछि हामी ग्रीन स्क्रिनहरु कसरी हटाउने अडियोहरु कसरी एडिट गर्ने अब कुनै पनि अडियोको भोइस आइसोलेसन भनेको के हो हैन नोइजहरु डिनोइज कसरी गर्ने सो हामी सबैको छुट्टै टपिक बनाएर भिडियोलाई चाहिँ एडिट गर्न सिक्ने छौं दाभिन्चीमा सो दाभिन्चीको चाहिँ मज्जाले सिक्नु होला किनभने अहिले मार्केटमा दाभिन्चीको एकदम डिमान्ड चलिरहेछ हजुरहरु भिडियो एडिटर बन्न चाहनुहुन्छ भने अनि प्रिमियर प्रो चलाउनु भएको छ भने दाभिन्ची एकदम सजिलो हुन्छ तपाईहरुको लागि सो प्रिमियर प्रो चलाउनु भएको छैन भने चाहिँ हल्का सिक्नु चाहिँ पर्छ तर सजिलो हुन्छ तपाईहरुको लागि सिक्नको लागि है त सो यस्तै भिडियो अरूहरु हेर्नको लागि चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला हामी चाहिँ दाभिन्चीको फुल सेटअप भन्नाले फुल सिक्ने छौं हैन सो कलर प्यानलहरुको चाहिँ सिक्ने छौं भोलि र पर्सि चाहिँ हामी जस्ट दाभिन्चीकै कटहरु अनि यहाँ कसरी भिडियोहरु एडिट गर्ने साउन्डहरु कसरी मिलाउने सबै सिक्दै जाने छौं सो 10 मिनेट भन्दा बढी चाहिँ भिडियो नहालौं भन्ने सोचिरहेको छु
कति मिनट भएछ 15 मिनट भइसकेछ सो हामी चाहिँ नर्मली 10-10 मिनटको भिडियो बनाउँछौँ आज चाहिँ त्यो अगाडिको प्यानलहरुको सब हेरेर भएर 15 मिनट भइसकेछ सो बाइ बाइ एभ्रीवन बाइ बाइ गाइज अनि हाम्रो भिडियोलाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला भिडियो हेर्छेपछि सो अर्को भिडियोमा फेरि भेट्नेछौँ है त